हेलो गाइज, हेलो साथीहरू, नमस्ते। हिजोको दिन चाहिँ हामी फिल्म हेर्न लाली बजार फिल्म हेर्न गएको थियौँ। यस्तो पानी परिरहेको थियो, अटोमा चढेर गएको थियौँ। त्यति बेला चाहिँ मैले भिडियो गराउन पाएन। फिल्म हेऱ्यौँ, यति राम्रो राम्रो गानाहरू थियो। सधैँ हाम्रो फिल्म छुट्छ, हेर्नुहोस्, के गर्ने, जाँदा जाँदा ढिला भइहाल्छ। यसरी फिल्म हेरिराख्यौँ। यति राम्रो फिल्म रहेछ। नितान्त एउटा आमाको सङ्घर्ष देखाएको छ है यसमा बच्चाको लागि। यसरी गर्नु चाहिँ तपाईँहरू पनि एकचोटि हेर्नुहोला, राम्रो लाग्यो मलाई चाहिँ। अनि यसरी मेरो छोरीले चाहिँ आफ्नो अँध्यारोमा पनि भिडियो बनाउन आफ्नो फोटो खिच्न छोडिन्। त्यसपछि यसरी पपकर्नहरू लिएर खायौँ हामीले। पपकर्न खाएर मेरो बाबुले पनि पपकर्न खाइरहेछ, नानीले पनि पपकर्न खाइरहेछ। उतातिरबाट आइसकेछु, नानीहरूले पनि खान्छन्। पहिला चाहिँ आफूले भाउ दिएन, अनि हाम्रो सानो लिटिल प्रिन्सेसलाई बोकिसकेपछि चाहिँ बल्ल आफ्नो जुन ठुल्मम्मुलाई चाहिँ आउ आउ भन्दै बोलाइरहेछ बाबुले, अझ पक भनिरहेछ। त्यसपछि आमाको सङ्घर्ष सुरु भयो। यहाँदेखि चाहिँ यसरी सङ्घर्ष हुन्छ। नाच्ने विचार यति मजाले आफ्नो छोरीलाई पढाउँछिन्, अनि यिनले चाहिँ अति नै माया गर्छिन् छोरीलाई, छोरीको लागि दुःख गर्छिन्। छोरी पनि त्यस्तै क्युटेस कि कति राम्रो एक्टिङ हो भरे नानीको। अनि यस्तो गर्दा हेर्दा ठुली हुन्छन्। यति आमाले चाहिँ यसरी एउटा राक्षसबाट आफ्नो छोरीलाई बचाउँछिन्। यो फिल्म हेरेर हामीहरूले अनि त्यसपछि दुःख गरेपछि सुखको दिन आउँछ भनेर एउटा हेडमास्टर पनि भए। त्यसपछि चाहिँ चेलापाटीहरूले फोटो खिच्छन्। फिल्म सकिसकेपछि हामीले पनि फोटो खिच्यौँ। अनि हामी